आफ्टरनुन गाइस आज चाहिँ हामी चाहिँ म र मेरो साथी चाहिँ ड्युटीबाट फर्काएर जाँदैछौँ घर। ल रञ्जना बाई बाई बाई। होइन जाँदैछु अब ड्युटीबाट फर्केर। गाइस मैले चाहिँ किन उयो नगरेको भन्दाखेरि चाहिँ नि भिडियो किन नगरेको भन्दाखेरि चाहिँ गाइस म चाहिँ होइन पुरा बिजी थिएँ अब ड्युटीले गर्दाखेरि हो, के गर्नु भ्याउँदिनँ हो। सो त्यसै कारणले गर्दाखेरि गाइस म चाहिँ अब घर रुम जाँदैछु होइन, घर होइन घर त मेरो छ हो। म चाहिँ रुममा बस्छु अन्त म रुम जाँदैछु गाइस। म तपाईँहरूलाई देखाउँछु ल रुम मेरो जाने बाटो देखाउँछु। सो गाइस म खाजा पनि लिएर जान्छु हो। सो हेर्दै गर्नुहोस् ल मेरो भिडियोलाई। यो चाहिँ म रुम जाने बाटो है, हेर्न सक्नुहुन्छ गाइस। यो कहाँ हो तपाईँहरू कमेन्ट गरेर मलाई भन्नुहोस् है। अब चाहिँ म हिँड्नु थालेँ है। मेरो रुम चाहिँ उकालो हो, माथि हिँड्नुपर्छ। बस्तीमा उयो गरेको छु नि त, यता रोड साइडतिर चाहिँ अलिक महँगो रहेछ हो, अन्त माथितिर चाहिँ अलिक सस्तो। अन्त त्यसै कारणले गर्दाखेरि चाहिँ म चाहिँ माथि बस्तीमा बस्छु हो। गाइस हेर्नुहोस् ल, म तपाईँहरूलाई देखाउँछु ल मेरो जाने बाटो। यो स्टार्टिङको बाटो हो, यहाँदेखि हिँड्नुपर्छ निकै उकालो। गाइस के गर्नु, पैसा कमाउनु बसेको जग्गामा है अब महँगो पैसा रुम रेन्ट तिर्नु भएको छैन। सो गाइस अब यहाँबाट जानुपर्छ हो। त म तपाईँलाई देखाउँछु है, हेर्दै गर्नुहोस् है त लास। यहाँबाट पनि हिँड्नुपर्छ, यसो 1300 हिँड्नुपर्छ हो। त्यो कलाएर गरम तपाईँहरूको पट्टि चाहिँ कतिको गरम छ हो मलाई भन्नुहोस् ल। यहाँ चाहिँ पुरा गरम छ हो, दिउँसो र बेलुका चाहिँ गरम हुन्छ हो, बिहान चाहिँ शीतल हुन्छ। सो अहिले चाहिँ गरम भएर हो यस्तो भइरहेको छु। अब चाहिँ यस्तो उकालो हिँड्नुपर्छ हो, यहाँदेखि पनि जानुपर्छ, उकालो छ। अन्त यहाँ पनि हेर्नुहोस् उता घुम्दै गर्छ, यस्तो तलबाट उकालो आएको म है। फेरि यस्तो 1300 हुन्छ हो। म ऊपरबाट आएको, उकालो हिँड्नुपर्छ। अहिले चाहिँ अलिक शीतल भयो गाइस, अघि चाहिँ अलिक गरम थियो हो। हिँड्दै आउँदा निकै अलिक माथि आइपुग्दा चाहिँ अलिक शीतल हुन थाल्यो, हावा आउँदैछ हो। हेलो साथीहरू, त्यस्तो घरहरू छ, उकालो हिँड्नुपर्छ। मेरो रुम चाहिँ माथि हो, यो हुन्छ नि यो खिड्कीको अझै उतापट्टिको रुम हो, यो खिड्कीको चाहिँ होइन। सो गाइस हेर्नु चाहिँ दामी चर्च छ यहाँ चाहिँ एउटा मजाको। तो गाइस यस्तो छ यहाँ चाहिँ, यहाँ पर छ दोकान हो। Much later. मेरो रुम चाहिँ यस्तो छ है, चलेर छ। अन्त यसो छ माथि छ गाउँ। एक दिन म तपाईँलाई यो गाउँको यो देखाउँछु ल। सो गाइस मेरो रुम चाहिँ माया लाग्दो छ हो। तपाईँलाई मन पर्यो भने कमेन्ट गरिदिनुहोस्, कस्तो लाग्यो मेरो रुम हो तपाईँले कमेन्ट गरेर मलाई भन्न सक्नुहुन्छ हो। सो फेरि पनि अर्को भिडियोमा भेटौँ। स्टे ट्युन फर द नेक्स्ट भिडियो। बाई बाई।